म राउटे बस्तीमा पुगेँ, चेपाङ बस्तीमा पुगेँ, बादी बस्तीमा पुगेँ। कहिले बादीको पीडा देखाएँ, कहिले चेपाङहरू भन्छन् हामीलाई मासु चाहियो, हामीलाई चामल चाहियो। त्यो मात्र होइन, भुटन पनि चाहिन्छ, हामीलाई तेल चाहियो, मसला चाहियो। मैले लुगा नलगाउने भने लुगा पनि लाउनु पर्छ, म त राउटेको राजा हुँ भन्छ। मलाई राम्रो कपडा चाहियो। राउटेहरूको एउटा एउटा राम्रो विकसित भएको छ है रुख। पहिला मान्छेहरू भेट्न चाहन्थेन, उनीहरू मान्छे देख्यो भने भाग्थे। अहिले मान्छेहरूसँग अन्तर्क्रिया गर्न थाले, भेट्न थाले, कुरा गर्न थाले। राउटेहरू मलाई मिठो खान पर्छ, राम्रो लगाउनु पर्छ। अब राउटेको राजाले देख्यो भने मुखियाले मलाई अब राम्रो कपडा चाहिन्छ, म त मुखिया हुँ, सबैभन्दा ठुलो मान्छे म हुँ, मेरो मिच्छु भनेर मलाई भन्यो। राउटेहरू एउटा जनचेतना आइरहेछ सोसाइटीमा। मैले कर्णाली प्रदेशको मुख्यमन्त्रीलाई पनि, सरकारलाई भने, उनीहरूले भने 4 महिनाको हामीले चाहिँ भत्ता पाएका छैनौँ भने। राउटेहरूले 4 महिनाको भत्ता पाएको छैन, सरकारले हामीलाई केही गरेन। हामी खोलाको किनारमा बसिरहेछौँ, पाल छैन, तिरपाल छैन, पानी परिरहेछ है, 4-5 जना मान्छे त्यहाँ सुतिरहेछन्। अब हामीले उनीहरूलाई बस्तीमा ल्याउनु पर्यो। हाम्रो निकटता मानव जाति हो नि त राउटे पनि। अब उनीहरू जङ्गलमा बस्छन्, उनीहरूको चालचलन शैली प्रस्तुति परिवर्तन भएको छ। अब पहिलाको जस्तो राउटे छैन, धेरै बाठो भइसक्यो राउटे। अब उनीहरूलाई हामीले राम्रोसँग व्यवस्थापन गर्नुपर्छ, उनीहरूको छोराछोरीलाई पढाउनुपर्छ। बरु त्यो बस्तीमा एउटा स्कुलै खोल्ने, 3-4 जना मास्टर राख्ने र उनीहरूलाई हामीले समाजसँग जोड्ने मेरो एउटा सपना हो। त्यसैले म राउटे बस्तीमा पुगेको छु। मैले घोषणा पनि गरेको छु, उनीहरूलाई लुगा लिएर जाने, उनीहरूलाई चामल लिएर जाने, उनीहरूलाई खसी लिएर जाने। म जान्छु छिटै। र उनीहरूलाई अब पढ्नको लागि उत्प्रेरण गर्ने, पढ्नुपर्छ। राउटेका छोराछोरीहरूलाई पढाउनको लागि मैले पहल गर्छु। अब शिक्षा दीक्षा दिने, सोसाइटीमा उनीहरूलाई राम्रो लुगा लगाउन सिकाउने, त्यो एउटा अभियान हो मेरो साथीहरू।